सो हेलो एभ्रिवान, आज चाहिँ हामी अब मनोकामना जान लाग्यो। अहिले चाहिँ अब 4:30 हुन लाग्यो। उता दिदीहरू चाहिँ आउँदै हुन्छ गाडीमा। म चाहिँ रेडी भइसकेँ ठक्क। ल सी यु एकछिनमा। पोका मुन्तुरु धेरै भएर तिमी उतै गयो यसलाई यहाँ गाह्रो हेलो गुड मर्निङ भन्दै गुड मर्निङ भन्दै आइज लाग्यो टिकट चाहिँ काटिसक्यो। हाम्रो चाहिँ यहाँ लाइन छ एउटा टिकट लिएर जानु तपाईँहरू ग्रुप होइन एकवटा लिनु दुईजना लिएर हिँड्नु दुईजना जानु न तपाईँ एकवटा लिनुहोस् है एकवटा लिनुहोस् नबिद्दा अब माथि टिकट देखाउनु पर्छ र बाबाको टिकट खस्लामा हेर्नु त तपाईँसँग बाबाको टिकट उता ज्याकेटको खोल्टीबाट खस्ला भनेको। हामी मनोकामना जान लाग्यो। मनोकामना के गर्ने रहेछ किन दौडिनु भएको हौ? हामी पनि त्यतै जानु मन्दिर पूजा गर्न मनोकामना मन्दिर पूजा गर्न यस्तो उहाँहरू सर्दैछ नि त। लाइन छ नि त। हामी लाइनमा बसेको नि त हो। अगाडि गएर बस्छ ओके आउँदै आएन सानो तिमी कहाँ आएको अरे? मनोकामना मन्दिर ए अनि के भन्न आएको नि? मनोकामना मन्दिर ए अनि मलाई निरोगी बनाइदिनुहोस् भन्न आएको। अनि आयो तिमी कोसँग आएको? भन त कोसँग आएको भन त? तिमी कोसँग आएको भनिदिनु तिमीलाई रमाइलो भएछ? हामी
केबल कारमा चढ्नु मनोकामना मन्दिर दर्शन गर्न आएको अनि केबल कार पनि चढ्न आएको हामी अहिले लाइनमा बस्दैछौँ टिकट लिएर यो केबल कारको टिकट पनि लिइसक्यौँ मन्दिरमा आएको केबल कारको टिकट यस्तो छ अब हामी केबल कारमा चढ्न तयारीमा छौँ फाइनली लामो समयपछि 9 बजी अहिले चाहिँ हाम्रो पाला भयो हाई गाह्रो नभन्नु है हामी 6 जना ठ्याक्क केबल कारमा आयो सबै हो सबैजना हामी त केबल कार आयो कति धेरै है बाई बाई खोला हेर न खोला तिर्सुली नदी आयो तिर्सुली नदी उ तल नदी देखा न तल खोला है हामी केबल मनोकामना मन्दिर आउँदैछ पानी परेको ए त स्क्रैच तुसारो कडक्क गर्छ है कडक्क अबे आयो कडक कडक उकालो छ नि है त्यही भएर यो भन्दा नि त्यो चन्द्रगिरीको ठाडै उकालो छ कानै डुम्म भयो घाँस थोरै छ माथि आयो त हेर्दै यस्तोमा घाँस काट्यो यो त के बिर्छ कस्तो भएर काट्छन् मान्छे हो र म त सक्छु रमाइलो भयो राम्रो 1300 आयो चिसो है कुहिरो लाएर चाहिँ के डेन्जर चिसो आयो कानमा केही नदेखिने कान एरोप्लेन है यही कानडुममा भएछ हो थुक्निला नि त निलो भनेको काट्छ ठिक्क निला पटा खान्छौ ठुलो सास फेर्नुपर्छ तिमी बाबालाई कस्तो गरे बाबा खोजेको थियौ नि बाबा धन्दै गएको है छोडेर अस्ट्रेलिया बाबा जान लाग्यो भने न छोडेर जान्छ भने तिमी कहाँ गएको मलाई छोडेर भन्छ छोडेर जान्छ भन्ने प्राप्त छ ए हाई गर्दै हजुर हामी मनोकामना जान लागेको भन नमस्ते गर बाबा दे बाबा तिमी जान लागेको भन न अलि म त ठुलो बोल्छु होइन ठुलो बोल राम राम धेरै होइन र सानो देखेको मैले ऊ त्यहाँ के फुल पो रहेछ We are above the clouds. ल गयो क्लास केबुल कारमा मजा भयो केबल कार नदेखाउने के भन्छ सल्लाह त्यही त सल्लाह के क्रिसमसमा राख्छ नि पुरा यसैको सबै फेरि रोग लागेको कि सेतै सुग्री हो गुर्र कराउँछ है सुन्ता लागि बिस्तारै रोक पहिला म
मेरो भाइ मेरो बहिनीको किचन कोसँग बसेको नि मान्छेले खाएको पैसा पनि लिँदैन गाले दाइ हेर्दा हेर्दा मन्दिर आइसक्यो रहेछ पैसा लाग्छ विश्वकर्मा जाने आउनु पैसा लाग्छ मम्मीहरू चाहिँ हुन्छ म चाहिँ अब धान्न जान्छु हेर्न यो क्लाउड भन्दा माथि आएको है हामी है हामीले चाहिँ अहिले पूजा गरिसक्यो अब बाहिर चाहिँ भुटहरू बनाउँछ महल चाहिँ यस्तो छ त्यसै गरी झापा दमक वडा नम्बर 4 बाट 1000 रुपैयाँ प्राप्त भएको छ उहाँहरूको सम्पूर्ण परिवारमा सुख शान्ति हतार मात्रै गर्छ ईदको कति राम्रो जुत्ता हो मलिम है म लिन्छ है म लाउँछु मेरो हो तपाईलाई भन्न भन न
पो हुन्छ तपाईँलाई मजालाई खाइदिनु ल्याइदिन्छ नि खै त नि चाहियो किल्टीमा तताएर झैँ गर्थ्यो त्यो हामी खाँदा त्यो उसमा के बुन्दी के अरे धेरै चाहियो हुँदैन नि धेरै आमा फुल्यो उता जाउँ बहिनी उता बाटो बहिनी जान्छ जिउले जानेको चाहियो भनेको त्यही रहेछ ज्वाइँहरूलाई पोलाइ बहिनी पोगा बुन्दुरो बोकेर अब ए कसरी हाँसेको यो त सरमा सेतो देखिँदैछ नि मनाइको माइकी भन्ने पुचिनी नडराउने है यो फेरि है बाबा त घिरिघिरी आएछ यहाँ अघि केबल कारको फोटो निस्क्यो हामी चाहिँ अब निस्किनु भएको यहाँबाट यहाँ चाहिँ अघि केबल कारहरू गइरहेको छ ल अब यहाँ फोटो सेसन अहिले त त्यहाँको